दर्शकबिन काजी काण्ड यतिखेर नेपालमा निकै भाइरल बनिरहेको छ। काजी काण्डको नाउँमा यतिखेर देश निकै व्यापक रूपमा माहौल तातिरहेको छ। दर्शकबिन सासू बुहारीको एउटै बोयफ्रेन्ड परेपछि यतिखेर सासू बुहारीको हानाहान चलिरहेको छ। कतिखेर सासूले बुहारीलाई गाली गर्छिन् त कतिखेर बुहारीले सासूलाई गाली गर्छिन्। यतिखेर त्यो गाउँ नै यतिखेर सासू बुहारीको काण्ड काजी काण्ड नामले चिन परिचित भइरहेको छ। यतिखेर यो मामिलालाई मिलाउनको लागि न्यायाधीश सरह पत्रकारहरू गइरहेका छन्। मामिला विवाद मुद्दा त न्याय प्रशासन न्यायपालिकाले मिलाउने होला नि। न्यायपालिकाको ठाउँमा न्याय प्रशासनको ठाउँमा यतिखेर पत्रकारहरू मिलाइरहेका छन्। मलाई बडो अचम्म लाग्छ। यस्तो विवाद आइरहँदा यस्तो घटना घटिरहँदा न्याय प्रशासन मौन छ, न्याय प्रशासन चुप बसेको छ र यतिखेर पत्रकारहरू भने यतिखेर मामिला मिलाउन गइरहेका छन्, विवाद मिलाउन गइरहेका छन्। दर्शकबिन यतिखेर अर्को अचम्मको कुरा के छ भने आफ्नो श्रीमान छोडेर अर्को परपुरुषलाई हेर्दाखेरिमा अर्को परपुरुषसँग बोयफ्रेन्ड बनाउँदाखेरिमा बुहारीको बोयफ्रेन्ड पनि एउटै सासूको बोयफ्रेन्ड पनि एउटै। कस्तो अचम्म कि उनीहरूको नैतिकता यही नै होला त। बिहे गरेर अर्काको घरमा गइसकेपछि आफ्नो श्रीमानसँग पतिव्रतता पालना गरेर बस्नु भए ठाउँमा यतिखेर उनीहरू अर्को बोयफ्रेन्ड बनाउँदाखेरिमा ल बनाउनु ठिक छ तर दुइटै सासू बुहारीकै बोयफ्रेन्ड एउटै भएपछि यतिखेर माहौल नै अर्कै बनेको छ, माहौल नै तातिरहेको छ। दर्शकबिन तपाईहरू सासू बुहारीको काण्ड सुनिसकेपछि तपाईँ अचम्म परिरहनु भएको होला। यस्तो घटना अरू देशमा घट्दैन, नेपालमै किन देखिन्छ? जे नदेख्नु थियो त्यो हाँडी गाउँमा देखियो भने चाहिँ यतिखेर नेपालमै देखिरहेको छ, नेपालमै घटिरहेको छ। मलाई दुःख लाग्छ साथीहरू यस्तो न्युज बनाउँदाखेरिमा, तर के गर्नु, बाध्यता परिस्थितिले गर्दा यस्तो न्युज बनाउनै पर्छ। दर्शकबिन तपाईहरू यस्तै यस्तै न्युजहरू हेर्न चाहनुहुन्छ अथवा हेर्न चाहनुहुन्न, तपाईँलाई के लाग्छ तलको कमेन्ट बक्समा गएर आफ्नो विचार लेख्नुहोला। र यतिखेर ती काजी भन्ने व्यक्ति को हुन् त भनेर उनको फेस हेर्ने व्यक्तिहरूले धेरै चाहिरहेका छन्। ती काजी काण्ड काजी भन्ने व्यक्ति कति ह्यान्डसम होला नि त? त्यस्तो दुई सासू बुहारीले नै एकैचोटि जालमा पार्ने, सासू बुहारीले पति गर्लफ्रेन्ड बनाएर हिँड्ने कस्ता व्यक्ति होला नि त भनेर धेरैले जान्न खोजिरहेका छन्। दर्शकबिन तपाईँको यस विषयमा विचार के रहेको छ? तपाईँहरू पनि ती व्यक्तिको फेस हेर्न चाहनुहुन्छ कि काजीको फेस हेर्न चाहनुहुन्छ? तपाईँलाई पनि कतिको ह्यान्डसम रहेछ त्यो केटो भनेर तपाईँ उहाँको फेस हेर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने कमेन्ट गर्नुहोला, हामी छिट्टै उहाँको फेस पनि ल्याउनेछौँ। तर तपाईँहरू हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। हवस् त दर्शकबिन आजको यस भिडियोबाट छुटिन्छौँ। जय देश जय नेपाल।